संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद तिरोलाले नेपाललाई युरोपेली संघको हवाई सुरक्षामा ब्ल्याक लिस्टबाट हटाउन संरचनागत सुधार थालिएको बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा छुट्याउने प्रस्ताव तयार गरी कानून मन्त्रालयमा पठाउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको हो। युरोपियन अडिटले उठाएका मुख्य शर्तमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँको भनाइ छ। उहाँले भैरहवा लगायत निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन कूटनीतिक पहल, हवाई सेवा कम्पनीलाई आकर्षित गर्न छुट तथा सहुलियत दिने नीति अवलम्बन गरिने पनि जानकारी दिनुभयो। त्यो क्यान भन्ने संस्थालाई रेगुलेटरी सर्भिसमा लाने भनेको छ र त्यसका लागि हामीले त्यसको मस्यौदा तयार गरेर कानून मन्त्रालयमा पठाउन अन्तिम चरणमा पुगेको छ। निर्माण भएका इन्टरनेसनल एयरपोर्टलाई पूर्ण सञ्चालन गर्नको निमित्त के गर्ने त भन्दा आकर्षण कूटनीतिक पहल गरेर छुट दिने जस्ता नीति अवलम्बन गर्ने भन्ने विषयहरू छन्। पर्यटकहरूका सबै विवरणहरूलाई आधुनिक प्रविधि मार्फत गर्ने, सङ्घ प्रदेश र स्थानीय तहलक्षित समन्वय सहकार्य बढाउने। श्रम सचिव दीपक काफ्लेले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने र द्विपक्षीय श्रम सम्झौता मार्फत गन्तव्य मुलुकलाई सुरक्षित बनाउने गरी बजेटमा गृह कार्य भइरहेको बताउनुभयो। उहाँले हाल नेपाली श्रमिकहरू 178 देशमा वैदेशिक रोजगारीमा रहेको जानकारी दिनुभयो। उहाँले हालसम्म 13 वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता सम्पन्न भइसकेको जानकारी दिँदै थप 16 वटा मुलुकसँग श्रम सम्झौताको प्रस्ताव पठाइएको उल्लेख गर्नुभयो। 178 वटा मुलुकहरुमा हाम्रो चाहिँ वैदेशिक रोजगारमा व्यक्तित्वहरू हुनुहुन्छ र अहिले हामीले 13 वटा मुलुकहरुसँग यो बाइलेटरल एग्रिमेन्ट हामीले द्विपक्षीय श्रम सम्झौताहरू गरेका छौं। 16 वटा थप मुलुकहरुमा चाहिँ श्रम सम्झौता गर्नको लागि हामीले चाहिँ प्रस्तावहरू पठाएका छौं भने 2 वटा मुलुकहरु इजरायल र ओमानसँग चाहिँ हामी तत्कालै श्रम सम्झौता गर्ने फेजमा छौं। काम गर्नको लागि चाहिँ हामीले मूलतः श्रमलाई एउटा जीवन निर्वाहको विषय, सामाजिक स्थिरताको विषय र यो चाहिँ एउटा मानिसलाई आत्मिक शान्ति पनि प्राप्त गर्ने विषय हो श्रम भन्ने कुरालाई मध्यनजर गरेर हामीले त्यो एउटा सामाजिक व्यवस्थापनको लागि काम गर्छौं। यस्तै आर्थिक वर्ष 2083-84 का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त बजेट सिलिङ भन्दा बढी रकमको कार्यक्रम प्रस्ताव गरेको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले मन्त्रालयले 8 अर्ब 31 करोड 96 लाख रुपैयाँको बजेट सिलिङ प्राप्त गरे पनि हाल 10 अर्ब 13 करोड 90 लाख बराबरका कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो। प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ 5 अर्ब 78 करोड, पुँजीगत खर्चतर्फ 3 अर्ब 89 करोड तथा वित्तीय व्यवस्थापनतर्फ 46 करोड 90 लाख रुपैयाँ विनियोजन गरिएको सचिव राउतले जानकारी दिनुभयो।